ज्ञानेन्द्र शाहीलाई एउटा सुझाव भन्नु अथवा चेतावनी भन्नु यो दुईटै दिन चाहन्छु। उनले जुन दोहोरो चरित्र देखाइरहेछ, दोहोरो चरित्रबाट जुन खेल खेल्न खोजिरहेछ त्यो गलत कुरा हो। मुस्लिम समुदायको भोट चाहिँ रापरपाले लिने अनि मुस्लिम समुदायको उल्टै विरोध गरेर हिँड्ने, यो चाहिँ उसको दोहोरो चरित्र हो। हामीलाई घटना इराकमा होस् कि घटना प्यालेस्टाइनमा होस् कि घटना इन्डियामा होस्, त्योसँग हाम्रो समुदायको कुनै सरोकार छैन। हामी शान्तिपूर्व बसिरहेछौँ नेपालमा मुस्लिम समुदाय, हामीलाई शान्ति रूपमा बस्न दिनुस्। को कहाँ कसले के गर्यो त्यसको जिम्मेवारी हाम्रो समुदायले लिइराख्नुपर्ने हो। नेपालमा सधैँ यही कुरा गरिराख्नुपर्ने हो। ऊ माननीय जस्तो व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदाखेरि कमसेकम कुन समुदायको बारेमा बोल्दैछु, कसको बारेमा बोल्दैछु उसको विस्तृत जानकारी लिनु पर्दैन। हाम्रो समुदायको बारेमा भने रहेछ उहाँले कि हज जानको लागि सम्पूर्ण पैसा सरकारले दिन्छ, सरकारले 1 रुपैयाँ पनि दिँदैन। यदि उहाँ व्यक्तिगत खर्चमा जानुहुन्छ, उहाँले त प्रश्न उठाउनु भएको थियो हज जानको लागि सरकारले चाहिँ राज्य स्रोतको प्रयोग हुन्छ भनेर। होइन, त्यो एकदमै सरासर गलत हो। उहाँलाई विश्वास लाग्दैन अथवा देशको नागरिक अथवा देशको नेतालाई विश्वास लाग्दैन भने 3 करोड जनताको यो देश हो नि त। 3 करोड जनता बसोबास गर्ने देशमा एकजनाले झुट बोलेर हुन्छ? उहाँले गएर के भन्छ सजिलो तरिका छ, गृह मन्त्रालयमा गएर हेर्दा हुन्छ, सबै रेकर्ड हुन्छ। एकजना व्यक्तिले 3 देखि 4 लाख रुपियाँ आफ्नो निजी खर्च गरेर यहाँबाट मक्का मदिना जान्छ हज गर्न। त्यस्तै गरी उहाँले मुस्लिम आयोगको बारेमा भने रहेछ अरबौं रुपियाँ। मुस्लिम आयोगको मलाई लाग्छ 3-4 करोडभन्दा बढीको बजेट छैन। लेखा परीक्षक त गर्छ नि, त्यो हेर्दा पनि हुन्छ। उहाँले सत्य तथ्य नबुझिकन जुन अभिव्यक्ति दिइरहेको छ, एउटा समुदायको बारेमा जुन कुरा भनिरहेछ, त्यसबाट रापरपालाई मात्रै होइन यो लोकतन्त्रलाई नै खतरामा पार्ने खालको उहाँहरूको एउटा नीति, एउटा तिनीहरूको सिद्धान्त भइसक्यो जस्तो मलाई लाग्छ। त्यसकारण उहाँहरूलाई हामीले भन्न चाहन्छौँ, यदि तपाईँहरू यस्तै दोहोरो राजनीति गर्ने हो भने भोट लिन बन्द गर्नुहोस् न त। मेरो गाउँपालिका, म सुनसरी जिल्ला निवासी हो, भोक्रा नरसिंह गाउँपालिका निवासी हो। मेरो गाउँपालिकामा 2टा वडा अध्यक्ष जित्या छ। त्यो 2टै वडा अध्यक्षले करिब 60-70% मुस्लिमको भोटले जित्या छ, रापरपाले जित्या छ र मेरै समुदायको व्यक्तिले जित्या छ। हबिब मन्सुरी भन्ने मेरो के भन्छ 5 नम्बर वडाको वडा अध्यक्ष हो, ऊ पनि रापरपाबाट चुनाव जित्या छ भनेपछि उहाँहरूले यो दोहोरो चरित्र देखाएको होइन। मुस्लिमको भोट लिने, राजनीतिक हिन्दू भएर गर्ने अनि मुस्लिमलाई जतिखेर पनि डोमिनेटेड गर्ने, यो चाहिँ कदापि राम्रो कुरा होइन। यदि लोकतन्त्रमा सबै पार्टी खोल्न पाउँछ, बहस गर्न पाउँछ, कुरा गर्न पाउँछ, त्यो अनुसारले उहाँ कुरा गरोस् न। कुन ठाउँमा कुरा गर्न चाहन्छ हामीसँग? हामी 72 घण्टा होइन 24 घण्टाभित्रमा ज्ञानेन्द्र शाही जस्ता मान्यहरूसँग उसकै संसदीय दलको कार्यालयमा आएर कुरा गर्न चाहन्छौँ। यदि उनीहरूसँग क्षमता छ भने मसँग कुरा गरोस् न। के कुरा गर्न चाहन्छ हाम्रो समुदायको बारेमा हामी डिटेल बोल्न तयार छौँ। ओपेन छ, यो राज्यमा कानुनी राज्य हो नि त। हिजो भर्खरै जति पनि छुटिएर रहेका राजावादीहरू एक भएका छन्। अब सशक्त रूपमा चाहिँ आन्दोलनलाई अगाडि बढाउने भनिरहेको छन्। यो कुरालाई कसरी हेरिरहनु भएको छ? अब आन्दोलन बढाउने कुरा जहाँसम्म छ होइन, उहाँहरूको पार्टीको कुरा हो, उहाँहरूको पार्टीको लाइनको कुरा हो होइन। तर यो देशबाट सबैलाई थाहा छ कि राजतन्त्र गइसकेको छ। राजतन्त्र अब फर्किने कुनै हिसाबले कुनै ठाउँमा केही देखिएको मैले त देखाएको छैन। यदि अब रापरपाका मान्यले, रापरपासँग आबद्ध भएका जति पनि उसका कार्यकर्ताहरू छ उनीहरूले यदि देखिया छ भने उनीहरूको कुरा हो। तर अब चाहिँ राजतन्त्र फर्किन्छ भन्ने मेरो हिसाबले कुनै ठाउँमा मैले देखाएको छैन। वास्तवमा भन्ने हो भने लोकतन्त्र भनेकै आफ्नो अभिव्यक्ति, आफ्नो आफूलाई लागेको कुराहरू राख्न पाउनु हो। लोकतन्त्रमा भोट मात्रै लिएर पार्टी चलाउँछु, भोट लिएर सरकार बनाउँछु, भोट लिएर आफू मन्त्री हुन्छु भन्ने हिसाबले हिँड्ने हो भने लोकतन्त्रको के भयो त? लोकतन्त्रमा के पायो त? लोकतन्त्र भनेको आफ्नो अभिव्यक्ति राख्न पाउनुपर्ने सबभन्दा ठुलो अधिकार हो। त्यही अधिकार प्रयोग गरेर आफ्नो कुरा राख्न पाउनुपर्छ। अब यो अहिले पछिल्लो समय जुन किसिमको घटनाक्रम नेपाली राजनीतिमा भइरहेछ, अब यो चुनाव समय जाने भनेर सरकार गत असारमा बनेको थियो, तर पनि विभिन्न प्रश्न उठाएको छ। दिनकै सरकारमा रहने प्रधानमन्त्रीले पनि सरकार ढल्दैन भन्नु परेको छ। पार्टी सभापति देउवाले पनि आश्वासन दिइरहनु परिरहेछ। यस्तो स्थिति चाहिँ किन सिर्जित भइरहेछ? वास्तवमा भन्ने हो भने यो टिका टिप्पणीहरू भइरहेको छ, नहुने होइन। ठुलो 2टा दलहरूले सरकार बनाएको छ यो बेलामा, अनि विभिन्न दलहरू अहिले बाहिर बसिरहेको छ।
त्यो दलहरूबाट स्वाभाविक रूपमा हो टिका टिप्पणी आउने। सरकार आज ढल्छ भोलि ढल्छ, सोसियल मिडियालाई दुरुपयोग गरेकै हो, नगरेको होइन। यसमा म कुनै हालतमा नकार्न सक्दिनँ। अहिले पछिल्लो समय देशको व्यवस्थामाथि प्रश्न उठिरहेछ। विशेष गरी यस्तो बेलामा चाहिँ सरकारको प्रतिको असन्तुष्टिले चाहिँ अब पक्कै पनि उनीहरू प्रतिक्रियावादीहरू, तपाईँहरूको भाषामा भन्दा प्रतिक्रियावादीहरूलाई चाहिँ केही सहज बनाइरहेको छन्। यो कुराप्रति कतिको सजग हुन्छ? यसमा वास्तवमा भन्यो भने रापरपालाई अलिकति बढी बढावा देखिएको छ। रापरपाका नेताहरूले अहिले प्रायःजसो विभिन्न ठाउँहरूमा नारा दिइरहेका छन्, जातीय नाराहरू। त्यही अनुसार केही दिन अगाडि माननीय ज्ञानेन्द्र बहादुर शाहीले पनि अहिले जातीय नारा दिनुभएको रहेछ। वास्तवमा भन्ने हो भने के भन्छ आतंकारी हमला श्रीनगरमा भयो, कश्मीरमा भयो, त्यसलाई चाहिँ उत्तरञ्जित गरेर यहाँ चाहिँ जुन हिसाबले उसले भड्काउ भाषण दिएछ त्यसको हामीले कडा रूपमा विरोध गरेका छौँ। र त्यो विरोध मात्रै होइन, हामीले ज्ञापन पत्रै दिएका छौँ उहाँको सभापतिलाई राजेन्द्र लिङ्गदेनजीलाई। उसको अफिसमै गएर उहाँ 3-4 जना मान्यलाई राखेर हामीले कडा रूपमा प्रतिवाद गरेका छौँ कि यो हिन्दू र मुस्लिमको नारा दिएर उनीहरूले जुन चाहिँ खेल खेल्न खोजिरहेछ, हाम्रो समुदाय मुस्लिम समुदायबाट यो हुन हामी दिँदैनौँ। भनेपछि तपाईँहरू जुन अभिव्यक्ति ज्ञानेन्द्र शाहीले दिनुभयो त्यसप्रति तपाईँले गम्भीर रूपमा पार्टीको हिसाबमा दिनुभएको छ कि तपाईँहरू व्यक्तिगत हिसाबमा कसरी दिनुभएको छ? म नेपाली काङ्ग्रेसको नेताको हिसाबले दिएको छु। अभिव्यक्तिको विरुद्धमा मैले उहाँहरूलाई ध्यान आकर्षण पनि गराएको छु, सभामुखलाई पनि गराएको छु र त्यस्तै गरी उहाँको पार्टीको केन्द्रीय अध्यक्षलाई पनि गराएको छु